Beautiful people, welcome to my new video. आज चाहिँ हामी ट्याक्क रुमबाट निक्लिसक्यो अब चाहिँ चेकआउट गर्दै अब आज चाहिँ डे 2 हो। दादाहरू हुनुहुन्छ यता अब लिफ्टमा जानुपर्ने हुन्छ हैन सम्धी कस्तो भइरहेको अब कहाँ जानु लाग्यो हामी कहाँ जानु के गर्नु जानु अब यास भोट हाल्न जान्ला चेकआउट गरिसकेको छौँ भने रुमको हालत चाहिँ यस्तो छ अर्चना अब गाह्रो छ लिफ्ट आइसक्यो टिभीमा त जाँदै गरौँ न फेरि आउनलाई टाइम लाग्छ क्या आए लिफ्टमा ट्याक्क कहाँको एकमा हो ग्राउन्डमा हो सम्झ कस्तो भइरहेको भनिदिउँ त एस हामी तल झरिसक्यो ओइ यहाँ त डरै लाउने हो कि फेरि माथि जाँदा त गुट गर्छ है त्यही भएर अबाल भइरह अब चाहिँ भोटाङ जान्छौँ पहिला लेट्स त्यसपछि कस्तो टाइम लाग्यो खोलिने त खोलिसकेको छ होटल जस्तो छ ट्याक्क नाक हुन्न क्या भाइ हाम्रो ठिक्क एकछिनमा भेट्नुपर्ने हुन्छ है त सबको लाएर हामी प्याकिङ साइकिङ भइसकेको छ यहाँनिर झोला अब मैले बोक्ने होला कसले अझै हिजो के गरेको थियो त एपी बलले बोकेको थियो होइन एउटा आज यो चलाउने कसले हो अनि यो चलाउने तैँले बोक्नु पर्छ नि ल्याग हुन्छ है एकछिन हो क्या अहिले मिलाम लाग्यो यो लाग सजिलो हुन्छ त्यही भएर त्यो झोलासोला बोकिदिने भन्न त्यो छिराउने मात्रै हो कि सम्झि त्यो हाफ हेलमेट लगाएर चला भइहाल्यो भने सजिलो हुन्छ त्यो उयो चलाउनु लगाइरहेको ए त्यो चलाउनु भन्छ ए लाउनु त्यो त राइटमा लाउने मात्रै हेलमेट हो क्या राइटमा त लाउने मात्रै लाएर त्यो जोन चामलिङ हो क्या हो जोन चामलिङ जस्तो देखिया त है निशानलाई त जोन चामलिङ जस्तो देखिया त परिहाल्यो नि हजुर फेरि बेलुका आउन पनि सकिन्छ फेरि टुरमा हो कि जानुपर्ने हुन्छ अब चाहिँ ट्याक्क लाएर हिँडिसकेको समय चल्दैछ दादाहरू चल्दैछ है त केमा बसेर सम्झि पिचमा अगाडि सम्झि एक्लै पछाडि पन्छ बाइक चलाउने झ्याउ भइराखेको त्यही भएर ल्याङ गाडी छ एकछिनमा भेट्नुपर्छ खाना खाने ठाउँमा पिसा आउट सो ब्युटिफुल पिपल्स सम्झि के गरे यहाँ फोनमा बोल्यो फरक पर्दैन कसले दियो सम्झिलाई त्यस्तो प्रेसर यहाँ अर्को नि छ के भन्न चाहनुहुन्छ हजुर दा यस्तै त हो नि चिक्स खाना खाइदिनु लाग्यो अब चाहिँ हामीले खानै पर्ने हुन्छ के गर्ने हजुर तर आँखामै पऱ्यो कि घाम यार अहिले त्यहाँको काइकिङ नै हान्नुपर्ने हुन्छ एकछिनमा फेरि काप्रेली सम्झि पऱ्यो आइसक्रिम त छोड्नै भएन नि परेन र हजुर पऱ्यो नि सम्झि 2-4 शब्द जाओस् न त जोन चामलिङ हाम्रो रत्न पार्कवाला म चाहिँ यता आउने घन्टी निकाल्न यता राम्रो आउँछ क्या यसपालि चाहिँ भोट यसमै है फेरि है साथीहरू केही भन्न आइन के घन्टीमा समर्थन गर्नेले बजाउनु पाउँदैन हामी चाहिँ घन्टीमा समर्थन होइन देश विकासको लागि घन्टी लिएर हिँड्छ घन्टी लिएर हिँड्छ आज चिक्सको खाना खाने भयो तिमीले चिक्स खाना 3टा चिक्स खाना भनेर कसले चिक्स खाना अर्डर गरे
सुनिनु नि मैले यस्तो यस्तो त्यो गल्ती गरेँ रमाइलो भएको थियो र एउटा मै छु अर्को त शब्द चयन गलत हुन्छ चिक्स खाना अरे शब्द चयन गलत हुन्छ भाइले मलाई उक्साएर फेरि हामी सुनकोमा है पानी फेरि सम्धि अस्ट्रेलियातिर चिक्स नै भन्छ चिकनलाई होइन के भन्छ अरे दा दुई चार शब्द दालाई देखेन नाकसाकमा आउन के नजिकमा दाउन दुई चार शब्द जाओस् न अब पैसा अलिक कम खर्च गरौँ यो कटै कटै एकछिनमा भेट्नुपर्ने हुन्छ ट्याक्क आयो आयो के होला आयो भेज होला रहेछ मात्रै त आउने पोर्क ए जता राख्दै हुन्छ सबै हामी एक छानेर हाल्यो यो चाहिँ पोर्क यता राख्दिनु भेज फेरि ओहो नि गाह्रो छ हजुर एकछिनमा खाएर हात धोएर आउनु पऱ्यो पहिला सबमा हाल्ने हो छुवाइया गरिदिनु त एकचोटि दालमा नि हालिदिनु न थ्याङ्क यू एकछिनमा भेट्नुपर्छ हिजोमा सुत्या भएर खासै भात त खानु मन थिएन अब त्यही नि कुकर त भ्याउनुवाला थियो मैले एकचोटि भन्दा थपेन है सम्झी एकचोटिकै होइन है माथिन पर्ने त जति ल्याइदिएको थियो त्यति दिन पर्ने नि माथि पल्टो जानुपर्ने हुन्छ अब दाइ कति भयो एक्स्ट्रा घिउको चार्ज हजुर सो अब चाहिँ हामी लेग साइड यस्तो छ हालत खाम्दी गाई के खाने भनेर आएको खोइ सुकुम्बासी सब छोला यता बोकेर यता बोकेर स्टिक चाहिँ हुनु पर्थ्यो क्या दा है दा स्टिक चाहिँ ल्याइदिनु पर्थ्यो क्या खोइ काठ बनायो ठेट एउटा रहेछ तिनीहरू त्यस्तो फोटोग्राफरहरू त भगवान् त्यस्तै होला फेरि काहीँ किङ हान्नेमा दाइ कहाँ हो भने म त किन्ने हो दाइहरू खेल्ने हो गर्ने हो त्यही भनेर हो ब्याग स्याग राख्ने ठाउँ छ होला नि ए ल ब्याग त राख्यो स्याग चाहिँ यसकोमा फर्म नि भन्नुपर्छ लगाइहाल्यो 200बाट घट्दैन हजुर 200 मिलाएर उहाँ गएर अगाडि गएर बुझेर आउनु न त त्यसो भए ए कहाँ बुझ्ने अब यहाँ हानु यहीँ हानौँ न यहीँ हानौँ होइन ब्लगमा आइसक्यो 150 हो अगाडितिर 150 मा आउँछ क्या मलाई थाहा छैन 150 भन्नु ल यहीँ 150 मा हो यहीँ खेल्ने हो क्या दाइ 150 मा फर्म भरिहालौँ इन्सुरेन्स फर्म के को फर्म भयो चाहिँ लाइफ इन्सुरेन्स के को लागि हो सबैको भन्नुपर्ने हो भाइ सामान चाहिँ कहाँ राखौँ सामान राख्ने हो सामान त राख्नु परिहाल्यो नि सामान राख्ने हो अब जुत्ता सुत्ता सामान सब राखौँ न होइन चेन्ज गर्ने हो क्या चेन्ज त जो झाझो होला है भिज त भिजिहाल्छ नि होइन हल्का 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 पछाडि मात्रै पौडी हान्नु पऱ्यो फेरि अहिले त्यहाँ डब्ली कहाँ हो चेन्ज गर्ने म तपाईँलाई लोकर गरिदिन्छु के गर्ने लोकर त हान्नु सबै सामान कहाँ जाऊँ न त कहाँ फर्म भर्नु अँ। होइन अनि जाऊँ फर्म चाहिँ भन्नुपर्ने हुन्छ यहाँ ए तपाईँहरूले एउटामा सबैको नाम लेख्नु यसमै अलि अट्दैन होला त हजुर अलि अट्दैन होला त ल पुरै नाम त लेख्नु पर्थ्यो सबै गरौँ न निशान गुरुङ निशान श्रेष्ठ गुरुङ राखिदिउ न राखेको त कहिले अरे हिजो सम्धि सो गाइस हामी चाहिँ काइकिङ काइकिङ हान्दियो है यहाँ चाहिँ
अब दामी देख्छ क्या अफगानिस्तानबाट दोस्त पनि आइसकेको छ भाइ स्टप यही हुन्न अगाडि जाम अब अगाडि पेलौँ एकैचोटि सबैले हामी त पेल्ने हामी त गोब्रो राख भाइ गोब्रो राख भयो यार गोब्रो नराख्नु यस्तो मजा भइरहेको थियो पोखरा आएर काइकिङ चाहिँ हान्नुपर्छ है गाइज ल आम को कोही पहिला भेट्छ मलाई त्यहाँबाट आउँदै देख्दैन रहेछ यार यस्तो छ ब्याग स्याग नि हुँदो रहेछ यास सम्झी यास माने मलाई मजा भए सम्झी अब फर्किनु पर्ने हुन्छ यहाँ धेरै भइसक्यो 2 घन्टा हुन लागिसक्यो थेत क्या मजा खाएर हजुर हुँदैछ ब्लक छिटो आऊ ल छिटो आऊ ल यस्तरी घुमाउनु पर्यो छादा आयो रे को आइमी हो